गाइज यार मजाक थियो। सो गाइज फाइनली अनिललाईसँग भेट भइसकेको छ। दाइ एकदम हाम्रो दाइ मसँग भेटेर चाहिँ कस्तो लाग्यो दाइलाई? ल अटोमा आएको है, दाइले लिएर आइदिनु भएको। थ्याङ्क यू सो मच। सबैलाई मनदेखि नै सम्झना छ। आई होप हजुरहरू एकदम सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु। दिस इज माई पार्ट 2 ब्लग। तपाईँहरूले अघिल्लो ब्लग हेर्नु भएको छ भने त थाहा भइसक्यो होला। म चाहिँ अहिले आबु खैरेनीमा छु। जस आबु खैरेनीमा त छु गाइज। अब कहाँ जाँदैछु त भन्ने कुरा तपाईँहरूलाई एकदम उत्सुकता भइरह्यो होला होइन। अब आबु खैरेनी आइसकेपछि अब अनिल सुनार दाइसँग त भेट्नै पऱ्यो होइन। त्यही भएर टक्क लाएर अब दाइलाई भेट्नुपर्छ। विगत 1 वर्ष अगाडि पनि म आएको थिएँ दाइलाई भेट्न होइन गाइज। अनि त्यसपछि त्यति बेला चाहिँ भेटी थिइनँ गाइज है, अनेस्टली भन्नुपर्दाखेरि। तर एकदम टिकटकमा भने चाहिँ लास्ट टाइम माया पाइरहेको थिएँ। आई होप अब हेरौँ आजको भ्लग पनि के कस्तो हुन्छ र म दाइसँग बोल्न सक्छु कि सक्दिनँ त गाइज होइन। तर अनेस्टली पारामा बोल्नुपर्छ। आबु खैरेनी ढकालडाँडा है त गाइज। यो चाहिँ भ्यूको कुरा गर्नुपर्छ बवाल छ। डाँडाकाँडा है दामी आम्मामा। त्यो सधैँ त्यो अनिल दाइको भ्लगबाट हेर्ने तपाईँहरूले अब आज त मेरो भ्लगबाट नि हेर्नु पऱ्यो त गाइज होइन। त्यो सटलारी अगाडि चाहिँ बिसिनहरू सुकाइरहनु भएको रहेछ। के छ हिरो? ठिक छ ल गाइज। त्यो लेट सी है त। ठ्याक्कै यतापट्टि फेरि होइन एउटै रङको घर छ क्या। सो कारणले गर्दाखेरि नि उस जस्तै हो गाइज। एकदम डर चाहिँ लागिरहेको छ। आई डोन्ट नो बट खतरा हान्नुपर्छ। पिस आउट। सो अलराइट गाइज, दिस इज द अनिल सुनार दाइको घर। यस के होइन हो कि होइन गाइज? कमेन्ट गर्नु त। ए आम्मामामामा डर लाग्छ? कहाँ डर लाग्ने? दाइसँग भेट्ने भनेर आज भेट्नुपर्छ त गाइज है। दामी छ त अनि आम्मामा हो नि त है। तर म कहाँ अहिले जाने? लास्ट डर लाग्दो रहेछ त अनि आम्मामा। डेन्जर डर लाग्यो होइन। एकछिन चाहिँ यहाँ बस्छु किनकि अब तपाईँहरूले चाहिँ म के भन्न चाहन्छु भने चाहिँ त्यो अब दाइसँग भेट्न जाने भनेपछि चाहिँ ए गरेर जाने होइन कि। जस पहिला चाहिँ अफ क्यामेरै बोल्नुपर्ने हुन्छ किनकि अब हतपत्त होइन अर्काको पर्मिसन बिना भिडियो चाहिँ बनाउनु हुन्न है। मलाई चाहिँ त्यस्तो लाग्छ। सो कारणले गर्दाखेरि जस अब पर्मिसन मागेरै भिडियो बनाउनु पर्ने हुन्छ। लेट्सी एकदम मुटु ढुकढुक गरिरहेको छ है। टक्क लाएर त्यही एउटा म पहिलाचोटि आउँदाखेरि चाहिँ त्यस्तो साह्रो विकास भएको थिएन भने अहिले चाहिँ डेन्जर विकास भएको रहेछ। त्यो एउटा लगाइस् त्यो है त। एज यु क्यान सी दादाको घर गाह्रो यसरी जानुहुन्थ्यो के अरे दाइ त अब। सो अलराइट गाइज, अनिल दाइको घर इज हियर एन्ड द्याट्स अ ह्याप्पी गाइज। म किन ह्याप्पी भइरहेको छु त तपाईँहरूलाई त्यो चाहनुहुन्छ होला सुन्नलाई। किन चाहिँ ह्याप्पी भइरहेको छु त म भन्दाखेरि अनिल दाइ चाहिँ घरमै हुनुहुँदो रहेछ गाइज। सो कारणले गर्दा चाहिँ एकदम ह्याप्पी छु। म चर्को चाहिँ बोलेको छैन होइन किनकि भर्खरै दाइ अगाडि आउनु भएको थियो बाइकमा। मैले दाइले चाहिँ देखेको थिएँ इभन अनि पछि आइरहेको थिएँ कि म चाहिँ। अनि अहिले चाहिँ ठ्याक्क पानी मागेँ क्या आएर होइन। अनि दाइ भाउजू मम्मी होइन खाना लाउनु भएको रहेछ। डिस्टर्ब नगरौँ होइन किनकि दाइ चाहिँ सुत्नु भएको रहेछ है। अनिल दाइ चाहिँ सुत्नु भएको रहेछ है। आम्मामा अनिल दाइ गयो क्या। यो पुतली मेरो हातमा आएर बसेको थियो यार। ए सयो होइन। अनिल दाइ चाहिँ टक्क सुत्नु भएको रहेछ। डिस्टर्ब पनि नगरौँ होइन। दाइ उठ्नुहुन्छ अनि के हुन्छ गाइस एकछिनमा नभए टुर हान्छु नि त। के छ र अनिल दाइको भिडियो भ्लग नभए नेक्स्ट भ्लग बनाउँला के छ र होइन त। त्यो गाइस पानी खामै त जोस् किनकि हामी जस्तो साना युट्युबरहरूलाई चाहिँ होइन अलिकति कसैको सपोर्ट पायो भने चाहिँ खतरै हुन्छ जस्तो लाग्छ कि। सो कारणले अन्यथा चाहिँ नसोचिदिनु होला है। दादाको बाइक ड्रागन फ्रुट है सट्ट त्यही हो। अनि हिजो अनि अस्तिको भ्लग है मेरो त अब आउँछ अङ्गुर दाहरूले यसरी छरिदिनु भएको नि त। त्यही हो त्यो पनि मैले नि देखाइदिएको तपाईँहरूलाई मेरोबाटै नि हेर्नु भनेर होइन। जस्तै हो एउटा। सो गाइज यो मान्छे किन यति धेरै ह्याप्पी भएको छ भने एकचोटि नाच्दिनै मन लाग्यो यार। यो वाला क्या यो वाला दाइको डान्स खतरा खुसी लाग्यो। कति गर्मी छ यार गाइज। त्यसै दाइले चाहिँ त्यो गर्मी छ भन्नुभएको रहेदैन क्या। डेन्जर गर्मी छ यार। ओ माई गड यो अलि गर्मी पानी चाहिँ खानै पर्छ केटा।
सधैँ भ्लगमा देखिरहेको बानी आज चाहिँ अगाडि देख्दा चाहिँ एकदम बवाल खुसी लागिरहेको छ। हामी त 180 डिग्रीको लाग्छ त अनि त्यही भएर हेरेर मेरो छाती नै पुरै कालो भएको। यो कालो मान्छे हो र कतिले नराम्रो बनायो मान्छेलाई। को हो चिन्नुभयो कि चिन्नु भएन? सो गाइस फाइनली अनिललाईसँग भेट भइसकेको छ। दाइ एकदम हाम्रो दाइ मसँग भेटेर चाहिँ कस्तो लाग्यो दाइलाई? मसँग भेटेर चाहिँ कस्तो लाग्यो दाइलाई? कस्तो लाग्यो दाइलाई? ल दाइ भनिदिनु त ल। खुसी लाग्यो भाइ, भाइ चाहिँ अलि धेरै बोल्दो रे। खुसी लाग्यो भाइ, भाइ चाहिँ अलि धेरै बोल्दो रे। एकदम तर कुरा ठिकै गरे भाइले। किनकि केटा तिमीहरूलाई थाहा छ होइन, मैले अरू बेला चाहिँ त्यो जे पाएँ त्यही बोल्दिनँ, तर फेरि दाइलाई देखेपछि चाहिँ आज अकमसी हुन्छ नि एकदम भित्रबाट। होइन यार यो कुरा चाहिँ भन्छु है दाइलाई, यो कुरा चाहिँ गर्छु है भनेपछि दाइ पनि एकदम रसमा हुनुहुँदो रहेछ होइन। सो कारणले गर्दा नि एकदम दाइसँग चाहिँ भेट्यो। अघि आउँदाखेरि दाइ के भन्दै थियो, ठ्याक्क म तलबाट अटोमा आएको थिएँ, दाइ बाइक भर्खरै आउनु भयो नि त दाइ पनि। जस्तै 1 वर्ष अगाडि आएको थिएँ गाइज होइन, त्यति बेला चाहिँ हल्का ओहो भेटिएन जसरी गएको थियौँ, तर आज चाहिँ भेटियो बवाल खुसी लाग्यो। अनि दाइ घरमै आएको 1 वर्ष अगाडि दाइ पहिल्यैबाट क्या दाइ अहिले भेट्ने चाहिँ चाहना, किनकि होइन मलाई फेरि दाइ आफू खैरिन भने कहाँ कहाँ लाग्ने कि अब हामी यहीँ लमजुङको मान्छे होइन, कहाँ कहाँ बच्चा नि त दाइ भेट्न पनि छ वाह लाग्यो। फेरि अरूले भेटेको त्यो टिकटक हाल्दा त ओहो दाइसँग त तिनीहरूले त भेटिसक्यो म त कहिले भेट्ने होला जस्तो हुने क्या दाइ। अनि जस आज चाहिँ दाइ मैले प्रत्येक कसम यति मिहिनेत गरेँ कि टिकटकतिर फेरि तपाईँले अस्ति भर्खर कताको टिकटक हाल्नु भएको थियो कि ओहो दाइ त अब भ्लग यहाँको हाल्यो भने मान्छे त कता हुनसक्छ नि त, भा हुनु भएन कि जस्तो फिल भएको कि दाइ। अनि भ्लग त हेर्छु ठ्याक्क अस्ति पानी नआएर एक दिन तपाईँले भ्लग हाल्नु भएन, पक्कै पानी त भ्लग आएन भने त्यसरी चाहिँ उस गरेर आएको ए पुरै दाइ नि ठिकै छ। गर्मीमा पनि पसिनै पसिना भएर भेट्न आएको छ। सो गाइज अन्त त्यसपछि चाहिँ दाइसँग वाल्लै कुरा गर्दै थियौँ। अनि यहाँबाट चाहिँ हल्का त्यो साउन्डै नआएछ क्या मेरो फोनको, सो कारणले गर्दा चाहिँ अहिले मैले भोइस ओभर गर्दैछु। अनि एकदम हाँस्दा हाँस्दा दाजु र भाइ यस्तो मिठो मिठो गफ भएको थियो कि सो तर हल्का क्यामेराले ठिस भएको छैन, त्यो हाँसो त दाजुभाइ भएर कन्ट्रोलै गर्न सकेको थिएन कि गाइज, गफ हान्दा हान्दा अति गफ हान्ने थियो। सो गाइज त्यही हो, अब यस्तै भयो। वाल गर्मी रहेछ गाइज, लास्टै रहेछ त्यही भएर दाइ लास्टै वाल गर्मी रहेछ गाइज, लास्टै रहेछ त्यही भएर दाइ लास्टै। जस अब गाइज त्यही हो, एक दुईवटा फोटो पनि हान्छौँ कि दाइसँग आएर के मैले फोटै नखिच्ने त। चलिए सुरु गर्दै के रिस नगर है, फेरि दाइ रिस गरायो क्या हान्दिन कस्तो रिसाइदिएको थियो नि। अनि रोइसाउनु सरी फ्यामिली आफ्नै फ्यामिली हो त। ल गाइस त्यही हो, हल्का दाइको स्टाइल नै चर पऱ्यो नि त, किनकि दाइसँग भेट्न आइसकेपछि ल हजुर हजुर भनेर लुकेर बस्नु नि भएन। त्यस दाइ फोटो हानौँ है त। ल केटा फोटो सोटो हान्छौँ, पिस आउट धेरै नै बोलेँ क्या सरी। ल केटा त्यतिकैमा ल दाइ बाई, ल बाई हुन्छ दाइ। ल दाइ यार दाइ चाहिँ एक्कासी जानुभयो है, जस किन जानुभयो भन्दाखेरि चाहिँ दाइको चाहिँ एकदम रसमा काम रहेछ, त्यही भएर निस्किहाल्नुभयो केटा। भेट्यो रमाइलो यार, क्लिपहरू आउँछ अब दामी दामी पिस आउट। सो अलराइट गाइज यो भिडियो चाहिँ यतितिर अन्त्य गरिदिन चाहन्छु। अनि आई होप हजुरहरूलाई यो भिडियो चाहिँ के कस्तो लाग्यो डु कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अहिले चाहिँ किनकि टोटली रात परिसकेको छ अनि अहिले चाहिँ म फाइनली घर पनि आइसकेको छु, देख्न सक्नुहुन्छ अगाडि पुरै रात परेर टक्क है, टक्क तारा सारा देखेको छ, जुन टलक्क टल्किरहेको छ। एन्ड त्यही हो गाइज, अब हजुरहरूलाई चाहिँ भिडियो के कस्तो लाग्यो आई होप हजुरहरूले मन पराइदिनुहुन्छ भन्ने आशा गरेको छु, र अब आउने दिनहरूमा पनि हजुरहरूले सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। किनभने चाहिँ कसैले पनि अन्यथा नराम्रो कमेन्ट चाहिँ नगर्नु होला, त्यस्तो इधर उधर किन भेट्न गएको त्यस्तो चाहिँ नभन्नु होला। किनभने चाहिँ एउटा ड्रिम हुन्छ हरेक सानो युट्युबरहरूको चाहिँ, एउटा कसैसँग भेटेर केही हुन्छ भन्ने चाहिँ ड्रिम हुन्छ, मनमा हुन्छ, बाहिर नसुनाए पनि मनमा हुन्छ। सो कारणले गर्दाखेरि चाहिँ मेरो ड्रिम थियो होइन, म एक दिन न एक दिन जसरी पनि भेट्छु भन्ने थियो।
सो भेटेँ आएँ होइन, त्यो एउटा हो। अब कतिले राम्रो पनि लाग्यो होला, कतिले नराम्रो पनि लाग्यो होला। त्यो अझ अनिल दाइसँग बोलेको क्लिपहरू धेरै नै थियो होइन। सो अब लास्टै अहिले नि सम्झिँदा हाँसो लाग्छ कि केटा होइन। दाइलाई देखेपछि वाइल्ड ह्याप्पी, अनि दाइ पनि बवाल हुनुहुँदो रहेछ। सोचेको भन्दा सोचभन्दा 10 गुणा फरक के दाइ चाहिँ हुन्छ नि, हामीले जस देखिन्छ अझ बवाल होइन, सपोर्टिभ डेन्जर। अनि मलाई धेरै टिप्स दिनुभयो दाइले, भाइ यस्तो गर हुन्छ भन्नुभयो। अनि अफ क्यामेरा पनि वाइल्ड दाइ बोलियो। अनि हतारले चाहिँ दाइ जानु पर्यो, दाइ निस्किनु पर्ने रहेछ, सायद जिम जान लाउनु भएको थियो होला होइन। अनि म जाँदा चाहिँ जस दिनभरि काम गरेर बस्नुभएको रहेछ क्या, अनि सुत्नु भएको थियो, अनि आउनुभयो। जस राम्रै भयो है, राम्रै भयो। आई होप यो भिडियो यतितिर अन्त्य गरिदिन्छु। आई होप हजुरहरूले चाहिँ यो भ्लगलाई धेरैभन्दा धेरै माया देखाइदिनुहुन्छ भन्ने आशा गरेको छु। र अबको आउने दिनहरूमा पनि प्लिज है हेर्न चाहिँ नभुल्नु होला। अब नेक्स्ट पार्ट फेरि आउँछ गाइज, पार्ट 3 पनि बवाल आउनेवालामा छ। त्यो गाइज पिस आउट। यो भ्लग यतितिर हानिदिन्छु। हस् त, छैन।